नमस्ते सबैजनालाई र आज चाहिँ यो अस्तिको सालमा रामनवमी चाहिँ थिएछ 6 अप्रिल 2025 मा थिएछ होइन। योपालि चाहिँ आज 27 मा पर्न गइरहेछ र हामीले चाहिँ पहिला 1 साल अगाडि किनेको थियौँ र आज चाहिँ यसमा कति रुपियाँ हुन्छ भने चाहिँ नानीको पैसा हो, हाम्रो चाहिँ होइन हो। र यसमा चाहिँ आज तपाईँहरूलाई अब फुटाएर चाहिँ यसमा देखाउँछु है, देखाउन गइरहेको छु। र फेरि नयाँ भोलि आज त ल्याउन सकेन र भोलि चाहिँ कन्तुर ल्याएर फेरि हामीले यसलाई फेरि हालेर कन्टिन्यू गर्छु है। र अब चाहिँ फुटाउनु गइरहेको छु। नानीको हातबाट चोट लागेछ, वरिपरि फुटाउ। ए प्लास्टिक भत्सिन्छ होला हौ, यसले गर नानीहरूले धारले फुटाइदिउँ म फुटाइदिउँ। अब नानी नसकेको नानीले सुन्छ। बिस्तारै लुइस अब बिस्तारै यहाँ चाहिँ आरामले हार्नु गरेर नानी हातमा यसले फुटाउँछ। ल्याउ नानी हेर्नु भन्छ नि त। ल म गर्छु यहाँ चाहिँ अब सुरु गर्नु सक्छ हामीले। एक एकवटा गर्दै निकाल न त। अब बिस्तारै गर उतातिर चाहिँ बाबा प्लास्टिकले नगर न हुन्छ। ल घोटाउ न। ल अब हामी चाहिँ काउन्टिङ सुरु हुन लागेको छ है। नानीले मिलाउँदै गर न। अब नानीकै पैसा हो, दसैँतिरको पैसा, कसको पैसाहरू हालेको छ है। ठिकै छ, 1 सालमा कति चाहिँ अब राखेको छ। फेरि हामीले यसको नयाँ भोलि ल्याएर नयाँ ल्याउँछ, फेरि नयाँ हाल्ने भनेको छ हो। निक्लिँदैछ, कन्टिन्यू पैसा चाहिँ निक्लिँदैछ। ए धेरै चाहिँ खुल्ला पैसा रहेछ नि त, त्यही भएर भारी पको खै। 500 त छैन त नाम पनि। 500 एउटा पनि छैन यसमा। रहेछ एउटा निक्ल्यो। च्यातिन्छ बिस्तारी। यो चाहिँ हाम्रो नानीको सुकन्या समृद्धिमा हालिदिनु पऱ्यो अब भोलि कति हुँदो रहेछ हो। एउटा फेरि कन्तिर्किन्छ नि। र फाइनली हाम्रो पैसा चाहिँ अहिले यति निक्लेको छ नानीको होइन। यसमा चाहिँ कति थियो? 27 28। यसमा चाहिँ टोटली यो 10 रुपियाँ लाएर चाहिँ 2800 र यहाँ अझै काउन्टिङ चल्दैछ, अझै लाग्छ 1 घन्टा जस्तो। 10 20 30 40 50 रुपियाँ यहाँ छ। 20 30 रुपियाँ अब 1 रुपियाँ छ यो त। ल टोटली आजको हाम्रो नानीको पैसा चाहिँ 2800 होइन। 2800 र कति भयो लास्ट फाइनल 2900 र यो 50 2950 नगर नदिएर 2950 60 80 हो 90 यति गरेर सौलादिउँ। कतिवटा खै ठक्करको 3000 भएपछि 1 सालमा नानीले पारेको। र फेरि भोलि कन्तुर ल्याएर यसलाई फेरि हामी कन्टिन्यू गर्छौँ। धन्यवाद।